हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ म एउटा सानो मिनी ब्लग बनाउन गइरहेको छु, हेरेर साथ दिनु होला। हाम्रो यात्रा चाहिँ गोर्खा बारपा सुलीकोट गाउँपालिका वडा नम्बर 4 सोरपानीदेखि धार्चुटानोसम्म रहनेछ। यो दृश्य चाहिँ कहाँको भने ओलाजुङ डाँडा, जुन हामी यात्राको क्रममा खिचेका दृश्यहरू हुन्। त्यसपछि हामी लेखरको भन्ने ठाउँ पुग्यो। अगाडि बढ्दै जाँदाखेरि बाटो एकदमै उकालो ओह्रालो गर्दै अघि बढ्यो। हामी साथीहरू 4 जना थियो, एउटै गाउँका 4 जना साथीहरू अगाडि बढ्दैछु। त्यसपछि हामी तोदानन भन्ने ठाउँमा पुग्यो, जुन चाहिँ ओलाजुङ डाँडाभन्दा माथि र धार्चुभन्दा केही तल पर्दछ। अब धार्चु डाँडाको नजिक आइपुग्यो। त्यसै हिमालय घेरिएको डाँडा पहाडहरू देख्दै समयपछि भिडियो टिकटक बनाउन थाल्यो। सबैजना आफ्नै पारामा सँग साथसाथै हाम्रो ग्रुप डान्स ग्रुपमा रमाइलो गर्न पनि सुरु भयो भनौँ। वरिपरिको दृश्यहरू देख्दाखेरि एकदमै नाच्न लाग्यो र स्पिकर बजाएर हाम्रो डान्स पनि सुरु भयो। एकदम रमाइलो मान्दैछन् केटाहरू।